नमस्कार सबैमा। आज पनि हामी एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। यो भिडियो विशेष गरी हाजिर जवाफ, लोकसेवा, शिक्षक सेवा जस्ता प्रतियोगितात्मक परीक्षाको तयारी गर्दै रहनुभएकाहरूका लागि एकदमै महत्त्वपूर्ण साबित हुन सक्छ। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियोमा खास गरी नेपालको भूगोलसँग सम्बन्धित प्रश्नहरू रहनेछन्। भिडियो अन्तिमसम्म हेर्नुहोला र हामी पहिलो प्रश्नको सुरुवात। पहिलो प्रश्नले भन्दछ, पाटन सहरको पुरानो नाम के थियो? मणिगल। एकदमै सही जवाब, मणिगल नै हो। त्यसै गरी अर्को प्रश्न रहेको छ, चीनको मानसरोवरबाट प्रभावित हुँदै आएको नदीलाई के भनिन्छ? त्रिशुली नदी नै हो, एकदमै सही जवाब। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालका 3 प्रमुख नदीहरू कोशी, गण्डकी र कर्णाली कुन नदीमा गएर मिसिन्छन्? यो भनेको गङ्गा नदी। एकदमै सही जवाब, गङ्गा नदी नै हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ, तुम्लिङ टार कुन नदीको किनारमा पर्दछ? अरुण नदी, एकदमै सही जवाब, अरुण नदी नै हो। ल त्यसै गरी अर्को प्रश्न रहेको छ, दुर्लभ वन्यजन्तु हाब्रे नेपालको कुन राष्ट्रिय निकुञ्जमा मात्र पाइन्छ? यो खोइ थाहा भएन। यसको सही जवाब हो लामटाङ राष्ट्रिय निकुञ्ज है त, रामटाङ राष्ट्रिय निकुञ्ज। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन हो? दुधकोशी। एकदमै सही जवाब, दुधकोशी नै हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, श्रीलङ्का टापु नेपालको कुन ठाउँमा पर्दछ? सुनसरीमा। एकदमै सही जवाब, सुनसरीमै पर्छ। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो? जुगल हिमाल। एकदमै सही जवाब, जुगल हिमाल नै हो। त्यसै गरी एकदमै यो चाहिँ लोकसेवामा पटक सोधिएको प्रश्न हो, हिमाल पारीको जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ? मनाङ र मुस्ताङलाई, एकदमै सही जवाब, मनाङ र मुस्ताङलाई नै हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, तपोवन तीर्थस्थल कुन जिल्लामा पर्दछ? दार्चुला जिल्लामा, एकदमै सही जवाब, दार्चुला जिल्लामा नै हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। माउन्ट एभरेस्टलाई नेपालीमा सगरमाथा नामाकरण गर्ने व्यक्ति को हुन्? यो भनेको बाबुराम आचार्य, एकदमै सही जवाब। बाबुराम आचार्यले नै माउन्ट एभरेस्टलाई चाहिँ सगरमाथा भनी नामाकरण गरेका थिए। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको दोस्रो अग्लो हिमाल कुन हो? कञ्चनजङ्घा चाहिँ हो है त, सही उच्चारण चाहिँ यसको कञ्चनजङ्घा हुन्छ। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, सर्वप्रथम पर्वतारोहणका लागि स्वीकृति दिएको हिमाल कुन हो? अन्नपूर्ण हिमाल, एकदमै सही जवाब। यसैबाट हाम्रो चाहिँ पर्वतारोहणको सुरुवात भएको थियो। त्यसै गरी अर्को प्रश्नले भन्छ, नेपालको सबैभन्दा ठुलो नदी कुन हो? कोशी नदी, एकदमै सही जवाब, कोशी नदी नै हो। त्यसै गरी अर्को प्रश्नले भन्छ, नेपालको सबैभन्दा लामो हिमनदी कुन हो? खुम्बु नदी, एकदमै सही जवाब। त्यसै गरी अर्को प्रश्नले भन्छ, नेपालमा मात्र पाइने चरा कुन हो? काडे भ्याकुर, एकदमै सही जवाब, काडे भ्याकुर। अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठुलो जिल्ला कुन हो? डोल्पा, एकदमै सही जवाब, डोल्पा नै हो। त्यसै गरी अर्को प्रश्नले भन्छ, विश्वकै सबैभन्दा गहिरो उपत्यका नेपालमा पर्छ है, त्यसको नाम थाहा छ? अरुण उपत्यका, एकदमै सही जवाब, विश्वकै होचो उपत्यका हो, गहिरो उपत्यका अरुण उपत्यका। त्यसै गरी अर्को प्रश्न रहेको छ, 5 चुलीहरूको हिमाल भनेर कुन हिमाललाई जनाउँछ? यो भनेको थाहा छैन। ओके, यसको सही जवाब मै भनिदिन्छु। यसको सही जवाब हो कञ्चनजङ्घा हिमाल है त, कञ्चनजङ्घा हिमाललाई 5 चुलीहरूको हिमाल भनेर चिनिन्छ। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। लार्के भन्ज्याङ कुन जिल्लामा पर्दछ? यो भनेको गोर्खा जिल्लामा, एकदमै सही जवाब, गोर्खा जिल्लामा नै हो। ल त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालको मरुभूमि भनेर कुन ठाउँलाई चिनिन्छ? यो भनेको मुस्ताङलाई, सही जवाब, मुस्ताङलाई नै हो। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपाल पिक कुन जिल्लामा पर्दछ? ताप्लेजुङ जिल्लामा, एकदमै सही जवाब, ताप्लेजुङ जिल्लामा नै पर्छ। भन्दा कम जनघनत्व भएको जिल्ला कुन हो? मनाङ, एकदमै सही जवाब, मनाङ नै हो। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। यो प्रश्नले भन्छ, कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? गुल्मी, सही जवाब, गुल्मी नै हो। त्यसै गरी अर्को प्रश्नले भन्छ, ब्यास हिमाल कुन जिल्लामा पर्दछ? दार्चुला जिल्लामा, सही जवाब, दार्चुला जिल्लामा नै हो। त्यसै गरी अर्को प्रश्नले भन्छ, छोरोल्पा हिमतालको उचाइ समुद्र सतहदेखि कति रहेको छ? खोइ, यो थाहै छैन। यसको उत्तर मै भनिदिन्छु। यसको सही जवाब हो 4580 मिटर है त,
4580 मिटर रहेको छ। त्यसैगरी अर्को प्रश्न रहेको छ तिब्बती भाषामा सगरमाथालाई के भनिन्छ? खोइ यो थाहा छैन। यसको सही जवाफ हो चोमोलोङमा है त, चोमोलोङमा। त्यसैगरी अर्को प्रश्न रहेको छ सगरमाथाको द्वार भनेर कुन ठाउँलाई चिनिन्छ? यो भनेको नाम्चे बजार। नाम्चे बजार एकदमै सही जवाफ। त्यसैगरी अर्को प्रश्न रहेको छ सगरमाथाको चुचुरोमा पुग्ने विश्वका प्रथम पत्रकार को हुन्? खोइ यो थाहा छैन। यसको सही जवाफ मै भनिदिन्छु। यसको सही जवाफ हो स्टाइन एसिम, नर्वेजियन मान्छे हुन् स्टाइन एसिम है। एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ यो चाहिँ ध्यान दिएर सुन्नु। सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन्? थाहा छैन। यसको सही जवाफ हो जुनको ताबेई है त। यो चाहिँ संसारकै पहिलो महिला हो। अनि नेपालको पहिलो महिला चाहिँ थाहा छ त? खोइ नेपालको पहिलो महिला भनेको चाहिँ पासाङ लामु शेर्पा हैन, राष्ट्रिय विभूति पनि हुन् पासाङ लामु शेर्पा। ल यसका साथसाथै हामीले आजको भिडियो यहीँ समाप्त गर्ने निधो गरेका छौँ। आशा छ यो भिडियोले तपाईँलाई केही न केही सहयोग पुगेकै होला। भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र हाम्रा अन्य पुराना भिडियोहरू पनि हेर्दै गर्नुहोला, पछिल्ला भिडियोहरू पनि हेर्दै गर्नुहोला। हामी अर्को भिडियोमा भेट्ने बाचा गर्दछौँ। अहिलेका लागि नमस्कार।